यो गुड क्यारेक्टर प्ले गराउने या लाइक यस्तो क्यारेक्टर प्ले गर्यो भने चाहिँ नराम्रो हुन्छ है हाम्रो भन्ने यो 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 एउटा के भन्छ रेखा क्या रेखा चाहिँ कहाँबाट आएको र केले बनेको हो जस्तो लाग्छ क्या हाम्रो आई थिङ्क यो सबै हाम्रो जुन तरिकाले हामी हुर्क्यौँ नि आई थिङ्क द्याट्स द मेन लाइक प्रब्लम जस्तो लाग्छ क्या किन भन्दाखेरि अब हेर्नु है हामीलाई नर्मली घरमा बस्दा छोरा र छोरीकै डिफ्रेन्समा पनि कति धेरै चिजहरू डिफ्रेन्स हुन्छ क्या घरमै बिङ मलाई कहिले पनि अहिलेसम्म रोकटोक के पनि छैन बट देन कति कुराहरूमा अब जस्तै बाहिर जाने कुराहरूमा हुन्छ नि 8-9 बजीतिर यो गल्लीको बाटो नहिँड है यस्तो यस्तो कुराहरू भनिन्छ सानैबाट चाहिँ छोरीहरूलाई चाहिँ एकदमै सेफ फिल गराएर राख्नुपर्छ हुन्छ नि छोराहरू भनेको आफ्नो लागि फाइट गर्न सक्छ छोराहरूले त गल्ती गरे पनि के पनि हुँदैन खालको एउटा सोसाइटीमा बस्छौँ नि त हामी त्यो एउटा सोसाइटी छ नि त अनि केटीहरूको लागि चाहिँ आई थिङ्क त्यो लिमिटेसन सेट नै गरिएको छ क्या एक्चुअलमै गरिएको छ इभन दो आइम फ्रम अ भेरी लाइक फ्रिडमवाला फ्यामिली मलाई अहिलेसम्म त्यस्तो केही नगरे पनि कतिवटा कुराहरू मलाई नै रोकटोक छ नि त अझै नानु यार लाइक बाहिर जाँदाखेरि आई मिन यस्तो खालको कपडा लाएर जाऊ है इन्टरभ्युजहरूमा होइन सो त्यो चाहिँ किन भएन मेरो मामुलाई खासै प्रब्लम हुँदैन होइन तर एज लङ एज कमेन्ट नराम्रो आउनु थालेपछि के कपडा लाएको भनेर भनिन्छ क्या त्यो कमेन्ट आउनुभन्दा अगाडि किन नभन्छेको त होइन त्यो सोसल मिडियामा के देखिन्छ त्यसले पनि त म्याटर या त्यो चिज इम्प्याक्ट त्यही भएर मलाई यो क्यारेक्टर गर्दाखेरि नै सबैभन्दा पहिला सोच नै अडियन्सको आएको थियो क्या डर लाग्छ क्या मलाई यस्तो कुराहरू देखेर कि उहाँहरूले कसरी इभन दो म 60-70 जना क्रुको अगाडि गरिरहेको छु पर्फर्मेन्स त्यो त पर्फर्म गरेको हो नि त मैले त मेरो एउटा स्किल्स देखाएको हो नि त सो त्यो स्किल्स मैले 60-70 जनाको बिचमा एउटा रुममा लुकेर मेरो क्यारेक्टर एक्चुअलमा क्यारेक्टर त त्यो होइन नि त तर मैले त्यो चिज प्ले गरिरहेको छु म अरूको लाइफ त्यो स्टोरीमा बग्नको लागि मेरो एउटा श्रेया क्यारेक्टरलाई कसरी हुर्काइएको छ बुझाइएको छ त्यो चिज मैले प्ले गरिरहेको छु इभन त त्यो राइट हो कि लाइक हुन्छ नि क्यारेक्टर अनुसार बट देन मान्छेहरूले चाहिँ कसरी भन्नुहुन्छ त होइन के सोचिदिनुहुन्छ त भोलिको दिनमा यो केटी त यस्तो रहेछ भनेर कमेन्ट गरिदिनु भयो भने हुन्छ नि अब त्यो चिज डर लागेर चाहिँ मेबी धेरैजनाले चाहिँ यो क्यारेक्टरलाई नाइ भन्नुभयो जस्तो लाग्छ क्या मलाई सागरको चाहिँ के अन्डरस्ट्यान्डिङ छ कि यो 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 पर्सपेक्टिभमा र एट द सेम टाइम हाम्रो अडियन्सले एक्टर एज अ त्यो जब भनौँ या उनीहरूको पोजिसनलाई नबुझिरहेको हो कि लाइक बिकज मलाई अस्ति सायद महेश दाइले हो कि तिमीले नै पनि भनेको थियौ नि होइन लाइक मैले केही गरेँ अनि त्यसलाई लिएर तिम्रै साथी जो फिल्म मेकिङ पढिरहेको साथीहरूले दे स्टार्टेड जजिङ यु अफ द्याट क्या वेन दे नो कि युआर एन एक्टर तिमी कुनै क्यामेरा अगाडि एउटा डिरेक्टरले एक्सन भनिसकेपछि युआर प्लेइङ नट सागर क्या युआर प्लेइङ द्याट क्यारेक्टर सेल्फ क्या त्यो क्यारेक्टरले मर्डर गर्छ भने तिमी रियल लाइफमा मर्डर गरेर त हिँड्दैनौ त्यो क्यारेक्टरले चोर तान्छ भने तिमी रियल लाइफमा चोर तानेर हिँड्छौ भन्ने छैन नि त भने त्यो डिफ्रेन्सिएट गर्न हामी एज अ इन्डिभिजुअल या एज अ यही पोजिसन या यही एउटा फिल्डमा भएको मान्छेलाई बुझाउन गाह्रो भइरहेको छ भने लाइक हामी कहाँ छौँ भन्ने कुरा क्या वाट्स यु अन्डरस्ट्यान्डिङ लाइक त्यो सिचुएसनलाई लिएर चाहिँ हाउ डु यु गो अगाडि के त्यही त अघि अब कति कुराहरू करिश्माले पनि भने नि होइन त्यो चिजहरू मैले पनि त्यसरी नै फिल गर्छु क्या द गुड द ब्याड एन्ड द अग्ली छ नि जुन यो सोसाइटीको सबै चिजहरूलाई चाहिँ हामीले किन नलिएर त कति डिस्कस पनि गर्थ्यौँ नि हामी सेटमा किन नलिएर त होइन गुड उसको क्यारेक्टर मान्छे त मलाई के लाग्छ भन्दाखेरि अब यो एक्सप्लोरेसनको प्रोसेसमा यो एक्टिङको जर्नीमा पनि मैले एनालाइसिस गरेर अहिलेसम्म बुझेको मेरो बुझाइमा चाहिँ के लाग्छ भन्दाखेरि एउटा क्यारेक्टरमा मोर देन कति धेरै क्यारेक्टर उसँग छ क्या 2-3 हजार अझ प्लस होला कति काउन्टलेस छ क्या होइन त्यो क्यारेक्टरमा भएको चिजको गुड के भन्छ गुड फिगर मात्रै बाहिर किन ल्याइरहेछौँ उसको गुड इमेजलाई मात्रै बाहिर किन ल्याइरहेछौँ त ओभरअल फिल्म हामीले आफै यो सोसाइटीमा बसेर हेर्दाखेरि चोर डाँका हत्यारा गुन्डा यहाँ वहाँ सबैजनाहरू छ त अनि ओभरअल फिल्मको लागि हामीले भनिरहेछौँ ओभरअल सबै समाजलाई एउटा के भन्छन् चित्रण गरेर कम्बाइन गरेर कम्पाइल गरेर
देखाइरहेछ हजुरहरूलाई भनेपछि सबै चिजहरू हुनुपर्छ अनि त्यो मान्छेमा भएको चिज सिचुएसनले बनाउने हो नि त मान्छेलाई ब्याड गुड भन्ने चिज त होइन हरेकजना मान्छेहरू के भन्छ त्यो सिचुएसनमा पर्न सकेको हुन्छ कतिजना गुड सिचुएसनबाट मात्रै हुर्किरहेछ होला कुनै न कुनै फेजमा त अप्स एन्ड डाउन भइरहेछ होला त त्यही सर्कललाई पोइन्ट गरेर हामीले टिपेर लिएर आएको हो नि त अनि यस्तो चिजहरू चाहिँ हामी एक्टरहरूले अहिलेको रिसेन्ट टाइममा चाहिँ गरि पनि रहेछन् धेरैजनाहरूले होइन अहिले त्यो खालको रिस्क सबैले ल्याइराख्नु भएको छ नि त एक्सनै त्यो थिएन अब अहिले भनौँ न पछिल्लो समय यो कमर्सियल एस्पेक्टबाट बाहिर गाउँ त्यसपछि हाम्रो के भन्छ कस्तो नाम बिर्से कर्मा हाम्रो सौरभ दाईको अगस्ते अनि यस्तो चिजहरू उहाँहरूले एटलिस्ट कोही न कोहीले रिस्क त लिइरहेछ होइन सबै राम्रो राम्रो चिज जुन चिज एकदम सरलली प्रेजेन्ट भएको छ एकदमै सिम्पल वेमा प्रेजेन्ट भएको छ त्यो मात्रै होइन यो पनि त फिल्म हो भन्ने चिजहरू उहाँहरूले लिनुभएको छ अनि आई थिङ्क केशव दाई अग्रज दाई हाम्रो इन्टायर जो पनि टिम हुनुहुन्छ उहाँहरूले पनि यो रिस्क लिएर हामी यहाँ जोडेर यो रिस्क अलिअलि हाम्रो पनि सर्टेन एमाउन्ट अफ इन्भेस्ट भएको छ होइन अनि त्यसपछि के थियो अरे यस्तै थियो होइन मैले चाहिँ अर्को के थियो कि लास्ट अर्को के पनि म डिस्कस गर्न के पनि मन छ भन्दाखेरि आफ्टर 11:55 आउँछ नि होइन there's going to be a lot of debate on few scenes here and there के अनि मलाई त्यसमा चाहिँ आई रियली वान्टेड टु डिस्कस कुन पोइन्ट अफ भ्यूबाट अघि हामीले सोसाइटीको कुरा गर्दै थियौँ होइन अनि लाइक हरेक सोसाइटीमा एभ्री सिङ्गल डे एउटा कुन चाहिँ मुभीमा भनेको थियो क्या लाइक इफ यु वान्ट टु टक अबाउट सेक्स त्यो चाहिँ एकदमै नै लाइक तँलाई लाज पनि छैन जे पाइ त्यही बोल्छस् भन्ने कुरा गर्छ बट द कन्सेप्ट अफ सुहागरात इज द सेम बोथ आर सेम जस्ट द वर्ड इज डिफरेन्ट होइन भने वी क्यान टक अबाउट द सुहागरात द्याट्स फाइन बट वेन यु टक अबाउट द सेक्स इट्स अ डिफरेन्ट पार्ट अनि हामी जब मायाको कुरा गर्छौँ लाइक रिप्रेजेन्टेसन अफ लभ डिफ्रेन्ट फर्म्समा हुनसक्छ भने हामी जब डिफ्रेन्ट इमोसन्सलाई क्यालकुलेट गर्दाखेरि वेन दे इज अ लभवाला लस्टवाला कुरा छ त्यसको रिप्रेजेन्टेसन आफ्नो छ लभको वाला कुरा छ त्यसको रिप्रेजेन्टेसन आफ्नो छ अनि इमोसनली स्याड या क्राई या हुन्छ नि त्यो पार्ट डिफ्रेन्ट छ हामी इमोसन्समा बगाउनलाई चाहिँ स्याड पार्टलाई चाहिँ एकदम धेरै एक्सप्लोर गरिसक्यो क्या अब अहिले त यसमै पनि डिबेट हुन थालिसक्यो कि स्याड भएको मान्छे आँसु झार्नै पर्छ त रुनै पर्छ त रोको मान्छे रुनु भनेको चाहिँ हिज इन पेन अर सी इज इन पेन अनि नरुने बित्तिकै त कसरी पेनमा हुनसक्छ भन्ने त्यो क्वेसन भ्यालिड हो त भन्ने कुरा एउटा क्वेसन उठाइरहेछ प्लस लभ र सेक्सको रिप्रेजेन्टेसन नै लाइक फिल्ममा चाहिँ डिफ्रेन्ट वेलाई भइरहेछ लाइक फ्यु इयर्स अगाडि चाहिँ किस गर्नु नै इट वुड ह्याभ बिन अ बिग डिल क्या अनि तर अहिलेको टाइममा त इट्स अ भेरी नर्मल थिङ नि त बिकज वी डु एभ्री सिङ्गल डे इन आवर डेली लाइफमा इफ यु आर इन लभ मैले भन्नु नि भन्नु एज अ जेनरल कि यदि तिमी कसैलाई माया गर्छौ भने तिमीले उसलाई म तिमीलाई माया गर्छु भनेको ठुलो कुरो होइन नि त भने त्यसलाई फिल्ममा त्यही कुरा रिप्रेजेन्ट गर्दाखेरि वे अफ एक्सप्रेसिङ योरसेल्फ हो क्या कसैले हक गरेर गर्छ होला कसैले किस गर्छ होला या यही चिजहरू त हो नि हामीले एक्सप्लोर गर्नु खोजिरहेको फिल्ममा पनि म चाहिँ यसमा के बिलिभ गर्छु भन्दाखेरि चाहिँ जब युआर इन द वर्ज अफ चेन्जिङ थिङ्सहरू त्यो बेलामा जुन रिस्क लिइन्छ त्यसलाई सबले एक्सेप्ट पनि गर्दैन त्यो त्यसलाई एक्सेप्ट पनि गर्नुपर्छ भन्ने पनि छैन क्या बट त्यसको भ्याल्यु कहिले बुझ्छन् भन्दाखेरि जब त्यो चेन्ज भइसक्छ नि होइन त्यो बेलामा बल्ल त्यसको भ्याल्यु बुझ्छन् कि वाइ द्याट वाज इम्पोर्टेन्ट त्यो रिस्क अहिले नलिएको भए सायद अहिले हामी यो ठाउँमा पुग्दैन थियो भन्ने कुरा त्यो बेलामा बुझिन्छ अनि त्यो बेलामा यु माइट नट अप्रिसिएट द थिङ्स द्याट यु डिड होइन अरूले एप्रिसिएट नगर्न सक्छ आर्टिस्टहरूलाई भनिन्छ नि त्यो पेन्टर्सहरूलाई कि यु विल ओन्ली गेट पपुलर आफ्टर युआर डेड भन्छ क्या त्यो आई थिङ्क आर्टिस्टको लाइफ यस्तै हो एन्ड एट द सेम टाइम आई थिङ्क त्यो चेन्ज चाहिँ स्टेप बाई स्टेप ल्याउनै पर्छ